धेरैजसो कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले कर्मचारीको बोल्ने शैली रुखो भएको, नजानेको कुरा सोध्दा पनि झर्कने गरेको, सेवा प्रभावमा गम्भीर नभएको जस्ता गुनासो गर्ने गरेको पाइन्छ। जुनसुकै कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीलाई कर्मचारीले सम्मानजनक र सहयोगी व्यवहार गर्नुपर्छ। सेवाग्राहीलाई आवश्यक जानकारी दिनुपर्छ र उनीहरूको समस्यालाई ध्यान दिएर सुन्नुपर्छ। सेवाग्राहीलाई छिटो र प्रभावकारी सेवा दिनुपर्छ। साथै सेवाग्राहीलाई कार्यालयको नियम र प्रक्रियाहरूबारे स्पष्ट जानकारी दिनुपर्छ। सेवाग्राहीका कुरा ध्यान दिएर सुन्नुपर्छ। स्पष्ट र सरल भाषामा जानकारी दिनुपर्छ र समस्या समाधान गर्न मद्दत गर्नुपर्छ। सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारी सेवा दिनु पनि महत्त्वपूर्ण हुन्छ। आज हामी जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीमा सेवा लिन पुगेका सेवाग्राहीसँग जोडिएका छौं। कर्मचारीले कस्तो व्यवहार गरेका छन् भन्ने बारेमा उहाँहरूकै मुखबाट जवाब सुनौ। तपाईलाई चाहिँ यहाँका कर्मचारीको व्यवहार चाहिँ कस्तो लाग्यो? अहिलेसम्म त राम्रै छ, राम्रै। त्यस्तो रुखो बोल्ने, मिच्चिने त्यस्तो छ कि छैन? त्यस्तो देख्नु भएन? हजुर, नै राम्रो छ। हजुर, राम्रै छ अहिलेसम्म त। राम्रो छ है। हजुर हजुर। हजुरको घर कहाँ भन्नुभयो? मेरो वाङला। वाङला है। नाम हजुरको? पवित्र भट्टराई। हजुरको नाम भन्दिनुहोस् न। अब यो जिल्ला आँखा उपचार केन्द्रमा आउनु भएको छ, यहाँका कर्मचारीको व्यवहार चाहिँ कस्तो लाग्यो भन्ने कुरा गरौँ न। त्यस्तो रुखो बोल्ने, मिच्चिने, सोद्धाखेरि झर्किने गर्नुभयो कि भएन? गर्नु भएन त, राम्रो गर्नु भएको छ नि। ठिक छ है। हजुरको घर कहाँ भन्नुभयो? यहाँका कर्मचारीले तपाईँको गर्ने व्यवहार, बोल्ने व्यवहार कस्तो लाग्यो? एकदम नर्मल, एकदम चाहिँ खुसी त। मिच्चिने, सोद्धाखेरि झिझिने गर्नुभयो भएन सर? राम्रो देख्नुभयो? ए, हजुरको घर कहाँ? हाम्रो पानी 4। हजुर, अर्घाखाँची जिल्ला आँखा उपचार केन्द्रमा आउनुहुन्छ। हजुरको नाम भनिदिनुहोस् न। मेरो नाम सुशील बेलवासे, भूमिका स्थान 2। हजुर, अब कसलाई लिएर आउनु भएको? म हजुरआमालाई लिएर आएको। अब कर्मचारीको व्यवहारका कुरा गरौँ न। कस्तो बोल्नुभयो, झर्किनु भयो कि भएन? यहाँका कर्मचारीहरू चाहिँ एकदम सभ्य, एकदम चाहिँ सदाचार चाहिँ व्यवहार गर्नुभयो र सेवाप्रति एकदमै खुसी र प्रभावित छु। नाम लेखाउँदै जाँदाखेरि झर्किने, यता जानुहोस् उता जानुहोस् न भन्ने, लाइन लाग्ने व्यवस्थापन सबै ठिक छ? हाम्रो चाहिँ एकदमै जिल्लाकै एकदमै राम्रो अस्पतालको रूपमा चाहिँ यो आँखा तपाईँले त्यो चाहिँ महसुस गर्नुभयो? एकदमै राम्रो महसुस। नाम भनिदिनुहोस् न। हिमबहादुर बुढा। कहाँबाट आउनुभयो? पानी 4। ए, अनि यो जिल्ला आँखा उपचार केन्द्रमा आउनु भएको छ? हजुर। सेवा सुविधा कस्तो पाउनुभयो? नै ठिकै, राम्रो छ। बोल्ने शैली कस्तो लाग्यो? जस्तो लाइनमा लाग्दाखेरि ए अलि पर जा, यता जा भन्छ नि, त्यस्तो छैन? अनि सेवा दिँदा डाक्टरहरूले दिने सेवा कस्तो लाग्यो? नै राम्रो सुविधा। त्यस्तो गुनासो गर्ने ठाउँ छैन? चित्त दुख्ने गरी ओहो कस्तो रुखो रहेछ भन्ने लाग्यो कि नै? लागेन है। हजुरको नाम भनिदिनुहोस्। मेरो नाम केशव आचार्य। अब केशवजी कहाँबाट? म बागी 8 भण्डार साबिक, हजुर, मालरानी 5 बाट। ए, यो जिल्ला आँखा उपचार केन्द्रमा आउनु भएको छ। यहाँ चाहिँ जस्तो लाइन लाग्दा, नाम दर्ता गर्दा, औषधि लिँदा, डाक्टरले यहाँ भित्र सेवा दिँदा कस्तो खालको व्यवहार पाउनुभयो? रुखो खालको कि राम्रो खालको कि कस्तो? राम्रै खालको पाइयो। राम्रो खालको पाइयो। त्यस्तो गुनासो गर्ने खालको केही भएन? त्यस्तो केही भएन, राम्रै छ। राम्रै छ। कहाँबाट आउनुभयो? हटारीबाट। कति बेला आउनुभएको आमा? 11 बजे आउनु भएको। ए, यहाँ आइसकेपछि एक्लै आउनु भएको छ? एक्लै आउनु भएको छ। आइसकेपछि नाम दर्ता गर्नुभयो? नाम दर्ता भयो। नाम दर्ता गर्दा, यताउति गर्दा तपाईँसँग कर्मचारी बोल्ने व्यवहार, रुखो बोल्ने त्यस्तो गरे कि गरेन? त्यस्तो गरेनन्? जस्तो मिच्छे जस्तो गर्ने, पक्नुहोस् भन्ने त्यस्तो गर्छन् गर्दैनन्? आफू सही ठाउँमा उभिएपछि। ए, सही ठाउँमा उभिएपछि त्यस्तो गरेका छैनन्? त्यस्तो कस्तो रुखो बोल्दो रहेछ कर्मचारी भन्ने लाग्यो कि लागेन? लागेन है। मालारानी 6 बाट आउनुभयो। ए, यहाँ नाम दर्ता गर्नुभयो। के को लागि आउनु? आँखा दुख्यो? ए, सुरुमा नाम दर्ता गर्नुभयो? ए, तपाईँले नाम दर्ता गर्दै गर्दा रुखो बोल्ने, अलिक कस्तो खालको रुखो खालको रहेछ कर्मचारी जस्तो त्यताउति भयो कि भएन? तपाईँसँग त्यस्तो जस्तो नाम दर्ता गर्दा कर्मचारी यहाँ लाइन लाग्दा त्यस्तो रुखो बोल्ने त्यस्तो गरे कि गरेनन्? त्यस्तो भयो? सुन्नु भएन? हजुर कहाँबाट गयो? सन्धि खर्कीबाट। तपाईँले त्यस्तो पाउनुभयो कि भएन? कर्मचारी जस्तो ठाउँ ठाउँमा पाइन्छ नि, कस्तो रुखो बोलेको, दुर्व्यवहार जस्तो, जस्तो गुनासो गर्ने ठाउँ पनि नहुने, तपाईँलाई त्यस्तो चाहिँ भएन? भएन है। हजुर, बुवा चाहिँ कहाँबाट? अर्घाबाट। ए, अहिले लाइनमा हुनुहुन्छ? जस्तो लाइनमा बस्दै गर्दा लाइन मिचेर अर्को जाने, त्यसपछि तपाईँलाई रुखो बोल्ने त्यस्तो भयो कि भएन? भएको छैन? ए, अहिलेसम्म राम्रै छ। हजुरको नाम?
मेरो नाम सेमिका कहाँबाट आउनुभयो सलिन्दा यहाँ आउँदै गर्दा कर्मचारीहरूले तपाईँलाई जस्तो लाइन लाग्दै गर्दा नाम लेखाउँदै गर्दा भित्र जाँदै गर्दा त्यस्तो खालको रुखो बोल्ने कस्तो रुखो बोल्यो भन्ने लाग्यो कि लागेन राम्रै छ है हजुर हामी बिहारबाट आउनुभयो अहिले लाइनमा हुनुहुन्छ नाम दर्ता गर्नुभयो तपाईँलाई समस्या भयो आँखामा समस्या हो यो दाउरे आँखाले कोर देख्न जाँदै ए अझै जचाउनु भएको छैन पालो आउँदैछ ए जस्तो तपाईँले नाम लेखाउनु भयो त्यहाँ नाम लेखाउँदै गर्दा तपाईँले लेखाउँदै गर्दा अर्को गएर लेखाउने त्यसपछि नाम लेखाउँदा रुखो बोल्ने त्यस्तो गरे कि गरेन त्यस्तो गरेनन् कस्तो रुखो बोल्दो रहेछ अब डाक्टर डाक्टर गयो रुखो बोली कोही भएन सर ए भएन हैन भन्ने अब जे आउँछ मनाउ भन्ने राम्ररी गरे अब नबुझेको सोद्धा पनि रिसिने त्यस्तो गरेका छन् कि छैनन् धेरै राम्ररी सोधेर पनि आमा भन्ने तपाईँले कस्तो छ अलि बिसकेला भन्ने त्यहाँबाट अलि सुधार भएछ भन्ने त्यस्तै राम्रो बोली गर्नु छ डाक्टरहरूले पनि ए राम्रै बोल्नु भएको छ गुनासो छैन त्यस्तो छैन ए पाणिनीबाट आउनुभयो हजुर कसलाई समस्या भएर आउनुभयो आँखाको आँखामा यहाँ छेसको बिजी छ हजुर त्यसपछि हेर्नै भएन यहाँ आइसी डाक्टरले निकालिदिनु भयो ए निकाल्नु भयो जस्तो तपाईँ आउनुभयो तपाईँलाई त हतार थियो अवस्था समस्या थियो त्यहाँ लाग्दा नाम लेखाउँदा मिच्ने झिझिने डाक्टर पनि त्यस्तो गर्नुभयो कि भएन राम्रै निकालिदिनु भयो राम्रै निकाल्नु भयो कस्तो मान्छे रहेछ कस्तो रिसिए जस्तो गर्यो भन्ने चाहिँ लाग्यो कि लागेन राम्रो गतिला हुनु रहेछ हामी त उहाँ हाम्रो लेखी त उहाँ त डाक्टर त भगवान तै पनि मानिसहरू रिसिने गर्ने हैन त्यस्तो गर्छन् नि कस्तो रुखो बोल्यो भन्ने लाग्ने यहाँ त्यस्तो पाउनु भयो कहिले काहीँ लाइन लाग्दाखेरि पनि यता बस्नुहोस् भन्ने धम्काउने गर्छ नि त्यस्तो पाउनु भयो कि नै यहाँ भन्ने पाउनु भएन है सेवा गराईको प्रतिक्रिया सुनेपछि अब ती सेवा दिने केही कर्मचारी जो नाम दर्ता प्रक्रियामा हुनुहुन्छ र जसले लाइन व्यवस्थापन गरिरहनु भएको छ केही कर्मचारीसँग उहाँहरूको प्रतिक्रिया पनि लिएका छौं। नमस्कार, यो हामीले केही सेवा गराईसँग कुरा गरेका थियौं। कर्मचारी रुखो बोल्छन् कि बोल्दैनन्, दुर्व्यवहार जस्तो गर्छन् कि गर्दैनन्, रिसिन्छन् कि रिसिँदैनन् भन्दा तपाईहरु रिसाउनु हुँदो रहेनछ तथ्यले रिस उड्दैन कहिलेकाहीँ? ए जस्तो लाइन लाग्दा कहिलेकाहीँ भिड गर्दा ए रिसै नउठ्ने हो तथ्यले त्यस्तो देखायो उहाँहरूले भनेपछि त बताइदिनु पर्यो नि हैन? ए हजुर, अर्को म्याम हुन्छ, हजुरको नाम भन्नुहोस् न। ए यो तपाईले नाम लेख्ने गर्ने गर्नुहुन्छ? सँगै हो, उहाँ पनि हो। ए तपाईहरुलाई रिस उठाउनुहुन्न यहाँ आएको सेवा गराईले? कसरी रिसाउनुहुन्छ, कसरी रिसाइदिनुहुन्छ? अनि उहाँहरू कस्तो खालको व्यवहार गर्नुहुन्छ? त्यही त, तँ नबुझ्ने भयो नि गाली गर्नु भएन अरे होइन? हामीले सेवा गराईसँग बुझ्यौँ। अब उहाँहरूले अब दुर्व्यवहार गरे यस्तो गरे भने भए त्यही अनुसार कुरो हुन्थ्यो होला। कस्तो रिसाउँदै नरिसाउने कर्मचारी रहेछन् भनेर हामीले चाहिँ त्यस्तो लागेर हामीले कुरा गर्यौँ है। त्यस्तो चाहिँ गर्नु हुँदो रहेनछ। ए रिसाउने प्रवृत्ति हुन्छ नि, त्यस्तोलाई के भन्नुहुन्छ? नरिसाउने, सम्झाउने। ए हस्, यो आँखा अस्पतालमा आयो, सेवा गराईले कस्तो खालको व्यवहार प्राप्त गरेका छन् भन्ने विषयमा ध्यान केन्द्रित भयो र यहाँबाट सुरु गरेका छौँ। यसलाई आजै मात्र सुरु होइन, यसभन्दा अगाडि आएको क्लिप र आज 2 दिनको क्लिप हेरेका छौँ होइन? त्यसमा चाहिँ सेवा गराईको त्यस्तो गुनासो आएन। जस्तो लाइन लगाउँदा अव्यवहारिक हुने, जस्तो पालो मिचेर अगाडि जाने त्यस्तो प्रवृत्ति, त्यसमा रिसिने प्रवृत्ति हुन्छन्, त्यस्तो छ कि छैन भन्ने लाग्यो। यहाँ चाहिँ सेवा गराईले त्यस्तो देख्नु भएन, भन्नु भएन, नभनेपछि त्यसलाई तथ्य मान्नु पर्यो है। राम्रो कुरा ल्याउनु भयो, हाम्रो लागि यो एकदम राम्रो कुरा हो। यो चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने कुरामा गरौँ। अब सामान्य रूपले हाम्रो यसलाई धेरै मेहनत हाल्नु पर्दैन। हामी हप्तामा हाम्रो कर्मचारी साथीहरूलाई राख्छौँ। हाम्रो कमी कमजोरी के हुनसक्छ, हामीले ल्याउन सक्ने प्राविधिक कुराहरू के हुनसक्छ, बिरामीलाई बढीभन्दा बढी राम्रो गुणस्तरीय सेवा र कम समयमा कसरी दिन सकिन्छ भनेर हामी सेयरिङ गर्छौँ। हाम्रो 6-7 जना प्राविधिक कर्मचारी पनि हुनुहुन्छ, प्रशासनिक कर्मचारीहरू 6-7 जना हुनुहुन्छ होइन? अनि बसेर नयाँ नयाँ कुराहरू होइन, कोही सिनियर भएर उसले मात्र जानेको भनेको होइन, हामी सबैको कुरा विचारहरू राख्छौँ र यसरी जाउँ है।
अब जाँदा यसरी जानुपर्ने छ। जस्तै कहिलेकाहीँ भिड हुन्छ, हाम्रो शिविरमा धेरै भिड हुन्छ, कसरी व्यवस्थापन गर्ने भनेर हाम्रो अरू शाखाहरूबाट हाम्रो प्राविधिक साथीहरू, दृष्टि विशेषज्ञ, अप्थाल्मिक अफिसरहरू, कहिलेकाहीँ अप्थोलोजिस्टहरू, जुन सर्जनहरू हुन्छ, उहाँहरूलाई बोलाएर हामी कसरी त्यो भिड नियन्त्रण गर्न सकिन्छ र भिडलाई व्यवस्थित तरिकाले क्वालिटी सर्भिस प्रोभाइड गर्न सकिन्छ भन्ने पहिले छलफल गर्छौँ। र आज तपाईँले देख्नुभयो होइन, यो दिनचर्या लगभग सधैँ यस्तै नै हुन्छ। अब मान्छे हो, कहिलेकाहीँ काम गर्ने बेलामा सामान्य समस्याहरू आइरहेको छन् र हामी व्यवस्थित तरिकाले सकेसम्म, र हाम्रो मेन मोटिभ भन्यो के हुन्छ भने क्वालिटी सर्भिस। हामी थोरै दस्तुर लिन्छौँ बिरामीसँग, र त्यो दस्तुर बापत हामीले सबभन्दा हाम्रो मेन कुरो के हो भने बिरामीले हामीबाट गुणस्तरीय सेवा लिन सक्यो कि सकेन भन्ने कुरा हुन्छ। बोल्दा कहिले तितो मिठो हुनसक्छ, त्यो पनि हामी सकेसम्म त्यो गर्दैनौँ, त्यसलाई एकदमै मिनिमाइज गर्छौँ। मानव अब यो चाहिँ के हुन्छ भने स्वभाव हो, कहिले रिस उठ्छ, कर्मचारीलाई रिस उठ्छ, पेसेन्टलाई रिस उठ्छ, तर हामी सबैलाई व्यवस्थित गर्न लग्ने प्रयत्न गरिरहेका छौँ। आशा गरौँ अबको दिनमा अझै योभन्दा राम्रो यहाँले पाउनुहुन्छ भन्ने आशा। त्यसो त कुनै पनि कार्यालयमा सेवा दिन बसेका कर्मचारी मात्र सभ्य र संयम भएर हुँदैन। सेवाग्राही पनि संयम र सभ्य र लगनशील हुन जरुरी छ। लाइनमा लागेपछि सबै म जस्तै लाइनमा छन् भन्ने कुराको हेक्का राख्नुपर्छ। पालो मिचेर चिने जानेको आधारमा लाइन मिच्ने, हल्ला गरेरै भए पनि अगाडि बढ्न खोज्ने प्रवृत्ति सेवाग्राहीबाट गर्नु हुँदैन। सेवा लिन पुगेका सेवाग्राही र सेवा दिन बसेका कर्मचारी सभ्य, संयम र पक्षपात नगर्ने भएमा दुवै पक्षलाई फाइदा त हुन्छ नै, त्यसले इमानदारीता पनि झल्काउँछ। अर्घाखाँची बुलेटिनका लागि केशव पन्थीको रिपोर्ट।